आजको हाम्रो यो गहिरो विश्लेषणमा सबैलाई स्वागत छ। आज हामी एउटा यात्रामा निस्कनेछौँ, तर यो कुनै ठाउँको यात्रा होइन, आफ्नै भित्रको यात्रा हो आफ्नै भित्रको। र हाम्रो नक्सा हो कवीन्द्र लम्सालको कविता म को हुँ। यो कविताले हामीलाई अहमको कोलाहलबाट चेतनाको शान्त गहिराईसम्म कसरी पुग्ने भनेर देखाउँछ जस्तो लाग्छ मलाई। एकदमै सुन्दर तरिकाले भन्नुभयो। यो 4 श्लोकको सानो कविता वास्तवमा एउटा पूर्ण आध्यात्मिक मार्गचित्र जस्तै हो। 4 श्लोकमै हो, केवल 4 श्लोकमै। अनि कविले यसलाई भुजङ्ग प्रयात छन्दमा लेख्नु भएको छ, जुन आफैमा रोचक छ। भुजङ्ग प्रयात भुजङ्ग भनेको सर्प हो। यो छन्दको लय पनि सर्प हिडे जस्तै सलल्ल बग्ने खालको हुन्छ। नरुहतो हो, यसले कविताको त्यो दार्शनिक प्रवाहलाई एउटा सङ्गीतमय गति दिन्छ, मानव चेतना आफै बगिरहेको छ। यो कविताले हामीलाई 4 चरणमा अहमबाट ब्रह्मसम्मको यात्रा गराउँछ, मतलब सीमित मबाट असीमित सत्यसम्म। त्यसो भए यो यात्राको पहिलो कदम के हो त? कविताको पहिलो श्लोकले नै भन्छ, म जानु म को हुँ, अरू केही नजानु, अहङ्कार मेरो सबै अन्त्य होस्। यो त निकै ठूलो कुरा हो नि, होइन र? हो नि। धेरैलाई लाग्न सक्छ अहङ्कार बिना मान्छेको पहिचानै के रह्यो र? हाम्रो नाम, काम, सम्बन्ध यी सबै त अहङ्कारकै अंश हुन्। कविले किन आत्मज्ञानको लागि अहङ्कारको अन्त्यलाई नै पहिलो र अनिवार्य शर्त बनाउनु भयो होला? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। सामान्यतया हामी ज्ञानलाई केही नयाँ कुरा थप्ने प्रक्रियाको रूपमा बुझ्छौं, तर यो कविताले जुन ज्ञानको कुरा गरिरहेको छ त्यो केही थप्ने होइन, बरु हटाउने प्रक्रिया हो। हटाउने हो, यसको पहिलो मुख्य विचार नै यही हो। आत्मज्ञान भनेको नयाँ जानकारी थप्नु होइन, बरु सत्यलाई छेक्ने भ्रमलाई हटाउनु हो। र त्यो सबैभन्दा ठूलो भ्रम वा पर्दा नै अहङ्कार हो। जबसम्म हामी म यो हुँ, म त्यो हुँ भनेर आफूलाई सीमित परिचयमा बाँधिरहन्छौँ, तबसम्म हामी आफ्नो वास्तविक असीमित स्वरूपलाई देख्न सक्दैनौँ। एकदम। अर्थात् हामीले आफूलाई जो भनेर चिन्छौँ, त्यो नै हामीलाई वास्तविक स्वचिन्हबाट रोक्ने पर्दा हो। तर त्यही श्लोकमा बुझी शून्यलाई स्वयं शून्य ठानु पनि भनिएको छ। शून्य शब्द सुन्दा त अलि डरलाग्दो, नकारात्मक जस्तो सुनिन्छ। हो, सुन्दा त्यस्तै लाग्छ। के अहङ्कार हटाएपछि बाँकी रहने खालीपन मात्र हो? यहाँ शून्यको अर्थ केही पनि नहुनु होइन। यो पूर्वीय दर्शनको एउटा गहिरो अवधारणा हो। यसलाई यसरी बुझाउन, अहङ्कार भनेको एउटा सानो भाँडो हो। त्यो भाँडो रित्तो हुँदा हामी त्यसलाई खाली भन्छौँ, तर त्यो खालीपनले नै त्यस भाँडोलाई भर्ने सम्भावना दिन्छ। दार्शनिक शून्य भनेको त्यस्तै हो। यो अहङ्कारले बनाएका सीमाहरू नभएको अवस्था हो। यो अभाव होइन, बरु अनन्त सम्भावना भएको पूर्णता हो। जब म भन्ने सीमित भाव हट्छ, तब जुन असीमित अस्तित्व बाँकी रहन्छ, त्यही नै वास्तविक शून्य हो। वाह! भनेपछि पहिलो मुख्य टेकअवे त यो भयो कि आत्मखोजको यात्रा बाहिरबाट केही बटुल्ने होइन, बरु भित्र जम्मा भएको म भन्ने भ्रमको धुलो सफा गर्ने हो। बिल्कुल। यो त सोचाइको दिशा नै परिवर्तन गर्ने कुरा भयो। हो, यो घटाउको गणित हो, जोडको होइन। र यो पहिलो कदम नै सबैभन्दा कठिन छ। किन होला? किनकि हामीले जीवनभर जेलाई आफ्नो पहिचान मानेर बसेका थियौं, त्यसैलाई छोड्नु पर्ने हुन्छ। ठिक छ, मानिलिउँ हामीले अहङ्कारको यो पर्दालाई हटाउने प्रयास सुरु गर्यौं। त्यसो भए त्यो पर्दा पछाडि के छ त? यदि हामी हाम्रो नाम, पद र अहङ्कार होइनौँ भने हामी को हौं त? कविताको दोस्रो श्लोकले सायद यही प्रश्नको जवाब दिन खोज्छ। स्वयं देह सम्झे बिलाई जगतमा, म त चेतना हुँ र हुँ शुद्ध आत्मा। हो, यो पहिचानमा एउटा ठूलो फड्को हो। पहिलो चरणमा म के होइन भन्ने स्पष्ट भयो भने अब दोस्रो चरणमा म वास्तवमा के हुँ भन्ने संकेत मिल्छ। म शरीर हुँ भन्ने भावलाई वेदान्त दर्शनमा देहात्मबोध भनिन्छ। देहात्मबोध निन्छ। शरीर अस्थायी छ, होइन र? यो जन्मन्छ, बढ्छ र एक दिन नाश हुन्छ। तर कविले भन्नुहुन्छ, म त्यो नाशवान शरीर होइन, बरु त्यो शरीरलाई जान्ने, त्यो शरीरभित्र रहेको अविनाशी चेतना वा शुद्ध आत्मा हुँ। अनि त्यही श्लोकमा बनी मात्र साक्षी जगत यो म हेरौँ
भन्ने पंक्ति पनि छ। यो साक्षी भावको कुरा सुन्नमा त धेरै आकर्षक लाग्छ, हो, लाग्छ। तर यसलाई व्यवहारमा कसरी उतार्ने? मानौ म ट्राफिक जाममा फसेको छु र मलाई एकदमै रिस उठिरहेको छ। त्यो बेला साक्षी कसरी बन्ने? यो त असम्भव जस्तै लाग्छ। यो अभ्यासको कुरा हो र सुरुमा साँच्चै कठिन हुन्छ। साक्षी बन्नुको अर्थ भावनाहरूलाई दबाउनु वा नकार्नु होइन। होइन, होइन, बरु भावनाहरूलाई आफूभन्दा अलग भएर हेर्नु हो। जस्तै ट्राफिक जामको उदाहरणमा साक्षी भावको अभ्यास भनेको यस्तो हुन्छ। मेरो शरीरमा रिसको तरङ्ग उठिरहेको छ। मेरो मनमा छिटो पुग्नुपर्ने विचार चलिरहेको छ। म यो सबै देखिरहेको छु। यहाँ म त्यो रिस होइन, बरु रिसलाई देख्ने द्रष्टा हो। सुरुमा 1 सेकेन्डको लागि मात्र यो दूरी बनाउन सकियो भने पनि त्यो ठूलो उपलब्धि हो। बल्ल बुझे। यो त चलचित्रको पर्दामा देखिने दृश्यहरू जस्तै भयो। कस्तो राम्रो उदाहरण! पर्दामा आगलागीको दृश्य आउन सक्छ, खुसीको दृश्य आउन सक्छ, तर पर्दालाई त्यसले केही असर गर्दैन। पर्दा सधैँ उस्तै रहन्छ। साक्षी बन्नु भनेको आफूलाई त्यो दृश्य होइन, पर्दा हुँ भनेर चिन्नु हो। ठ्याक्कै त्यही हो। जब हामी आफूलाई पर्दाको रूपमा चिन्छौं, तब जीवनमा आउने सुख दुःखका दृश्यहरूले हामीलाई विचलित गर्न सक्दैनन्। हामी बुझ्छौं कि रिस, खुशी, पीडा यी सबै मनमा आउने जाने तरङ्गहरू हुन्। तर म त्यो तरङ्ग होइन, म त त्यो शान्त सागर हुँ जसमा यी तरङ्गहरू उठ्छन्। भनेपछि दोस्रो मुख्य विचार के भयो भने हाम्रो वास्तविक पहिचान यो अस्थायी शरीर होइन, बरु ती सबैलाई अवलोकन गर्ने स्थायी चेतना हो। हो, एकदम ठिक छ। हामीले आफूलाई शरीर होइन चेतना भनेर चिन्यौं र साक्षी भावले हेर्न थाल्यौं। तर ती दुःखद अनुभवहरू, ती पीडाहरू आउँछन् कहाँबाट? तेस्रो श्लोकले त सिधै औँला ठड्याएको छ, मनै हो बुझौँ दुःखको त्यो भकारी। तर के यो कुरा 100% सत्य हो? बाहिरी घटनाले पनि त दुःख दिन्छ नि। कसैले हामीलाई नराम्रो व्यवहार गर्यो भने त्यसको पीडा त वास्तविक हुन्छ कि त्यो पनि मनकै उपज हो? यो एउटा गहिरो र व्यावहारिक प्रश्न हो। कविताले बाहिरी घटना हुँदैनन् वा त्यसले असर गर्दैनन् भन्न खोजेको होइन, तर त्यस घटनाप्रतिको हाम्रो प्रतिक्रिया र त्यसबाट उत्पन्न हुने दुःख चाहिँ मनकै सृजना हो। प्रतिक्रिया हो। उदाहरणको लागि, 2 जना मानिसलाई एउटै व्यक्तिले अपमान गर्यो। एकजना व्यक्ति हप्तौंसम्म त्यही कुरा सोचेर दुखी हुन्छ, बदला लिने योजना बनाउँछ, निदाउन सक्दैन। अर्को व्यक्तिले त्यसलाई एक क्षणको घटनाको रूपमा हेर्छ, यो उसको समस्या हो, मेरो होइन भन्छ र अगाडि बढ्छ। घटना एउटै तर असर फरक हो। घटना एउटै थियो तर दुःखको मात्रा र अवधि फरक भयो। किन? किनभने दुःख बाहिरी घटनामा होइन, त्यो घटनालाई मनले कसरी ग्रहण गर्छ, कसरी व्याख्या गर्छ र त्यससँग कति टाँसिन्छ भन्ने कुरामा निर्भर गर्छ। भनेपछि समस्याको जड बाहिरी संसार होइन, हाम्रो आफ्नै मन रहेछ। तर कविले समस्या मात्र देखाएर छोड्नु भएको छैन, त्यही श्लोकमा समाधान पनि दिनुभएको छ। सदा प्रश्न गर्दै नमानी अचम्म, चिनी को हुँ आफू, पुगुँ ब्रह्मसम्म। 1 मिनेट है, म यो कुरामा अलिकति अड्किए। भन्नुस् न। दोस्रो श्लोकमा साक्षी बनेर निष्क्रिय रूपमा हेर्ने कुरा थियो, तर यहाँ फेरि सदा प्रश्न गर्दै सक्रिय रूपमा खोज्ने कुरा छ। यो त अलि फरक सुनिन्छ नि। हो, सुन्दा फरक लाग्न सक्छ। एउटामा चुपचाप हेर्ने, अर्कोमा सक्रिय रूपमा खोज्ने, यी दुई कुरालाई कसरी मिलाएर बुझ्ने? तपाईले एकदमै सही ठाउँमा समात्नुभयो। यी दुई कुरा विरोधाभासी होइनन्, बरु एक अर्काका पूरक हुन्। पूरक? हो। साक्षी भाव भनेको मनको कोलाहललाई शान्त गराउने पहिलो चरण हो। जब हामी साक्षी बन्न थाल्छौं, मनका अनावश्यक विचार र भावनाहरूमा बग्ने क्रम कम हुन्छ। अनि जब मन अलिकति शान्त र स्थिर हुन्छ, तब मात्र म को हुँ भन्ने गहिरो प्रश्न सोध्न सकिन्छ। कोलाहलपूर्ण मनले यो प्रश्नको गहिराईमा पुग्नै सक्दैन। सक्दैन। म को हुँ भन्ने प्रश्न केवल एक बौद्धिक जिज्ञासा होइन, यो एक ध्यानको विधि हो। जब हामी यो प्रश्न निरन्तर आफैलाई सोधिरहन्छौं, तब मनले दिने सतही उत्तरहरू जस्तै म राम हुँ, म डाक्टर हुँ, म यो शरीर हुँ, क्रमशः कमजोर हुँदै जान्छन्। अनि अन्ततः सबै उत्तरहरू सकिन्छन् र मन पूर्ण रूपमा शान्त हुन्छ। त्यही शान्त, उत्तरविहीन अवस्थामा वास्तविक स्वको अनुभव हुन्छ, जसलाई यहाँ ब्रह्म भनिएको छ। यसको मतलब साक्षी भावले जमिन तयार गर्छ र म को हुँ
भन्ने प्रश्नले त्यो जमिनमा गहिरो खन्ने काम गर्छ। कति राम्रोसँग बुझ्नुभयो। तेस्रो मुख्य विचार त यो भयो, मन दुःखको कारखाना हो, तर म को हुँ भन्ने निरन्तरको प्रश्न त्यो कारखानालाई बन्द गरेर त्यस पछाडिको सत्यसम्म पुग्ने औजार हो। एकदम सही। यो यात्रा निष्क्रिय अवलोकनबाट सुरु भएर सक्रिय खोजमा परिणत हुन्छ र यो खोजको अन्तिम गन्तव्य के हो त्यो अन्तिम श्लोकले बताउँछ। हो, यो सबै प्रक्रिया साक्षी बन्ने, प्रश्न गर्ने, यसले हामीलाई कहाँ पुर्याउँछ त? अन्तिम श्लोकमा अहमको तुवालो भन्ने एकदमै शक्तिशाली बिम्ब प्रयोग गरिएको छ। हो छ। कवि भन्नुहुन्छ, म चाहन्न मात्रै जगत शुद्ध होस्, चिदाकाश मेरो झनै शुद्ध होस्। यो चिदाकाशको अवधारणालाई अलि सरल तरिकाले कसरी बुझ्ने? चिदाकाशको अर्थ हो चेतनाको आकाश। चेतनाको आकाश। यसलाई यसरी कल्पना गरौँ। हाम्रो शुद्ध चेतना एउटा विशाल, सफा, नीलो आकाश जस्तै हो। त्यो सधैँ त्यहीँ छ, शान्त र स्थिर। तर हाम्रो अहम अर्थात् म भन्ने भावना, हाम्रा विचारहरू, हाम्रा इच्छाहरू, यी सबै बादल, धुवाँ वा तुवालो जस्ता हुन्। जसरी बाहिरी आकाशमा बादलले सूर्यलाई छेक्छ, त्यसैगरी हाम्रो भित्री चेतनाको आकाशलाई यो अहमको तुवालोले छेकेको हुन्छ। त्यो परम सत्य वा चैतन्य हामी भित्रै सूर्य जस्तै चम्किरहेको छ, तर यो अहङ्कारको पर्दाले गर्दा हामीले त्यसलाई देख्न वा अनुभव गर्न सकेका छैनौँ। चिदाकाश मेरो झनै शुद्ध होस्, यो पंक्तिले मलाई साँच्चै छोयो। हामी अक्सर बाहिरी संसार बदल्न खोज्छौं, अरू मानिसलाई सुधार्न खोज्छौं, परिस्थितिलाई आफ्नो अनुकूल बनाउन खोज्छौं, तर कविले त त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा भित्री संसारको शुद्धता हो भन्नुभएको छ। निश्चित रूपमा यो नै सम्पूर्ण यात्राको सार हो। चौथो र अन्तिम मुख्य विचार यही हो, वास्तविक मुक्ति बाहिरी संसारलाई बदल्नुमा होइन, बरु आफ्नो भित्रको अहङ्कारको तुवालो हटाएर आफ्नो वास्तविक स्वरूपलाई चिन्नुमा छ। मतलब भित्र सफा भए बाहिर जे भए पनि फरक पर्दैन। हो, त्यस्तै भन्न सकिन्छ। बाहिरी संसार जस्तो भए पनि यदि हाम्रो भित्री आकाश अर्थात् चिदाकाश सफा छ भने हामी शान्त र आनन्दित रहन सक्छौं। तर यदि भित्र अहङ्कारको तुवालो छ भने बाहिर जतिसुकै राम्रो भए पनि हामी दुखी र अशान्त नै रहन्छौं। अनि कविताको अन्त्यमा चैतन्य शब्द प्रयोग भएको छ। हो, चैतन्य पनि ब्रह्म जस्तै त्यही परम विश्वव्यापी चेतनाको अर्को नाम हो। कविताको अन्त्य त्यही परम चैतन्यसँग एकाकार हुने तीव्र अभिलाषाका साथ हुन्छ। यो पुरै कविता वास्तवमा मुक्तिको लागि गरिएको एउटा गहिरो प्रार्थना हो। समग्रमा यो सानो कविताले हामीलाई एउटा अविश्वसनीय यात्रामा लग्यो। पहिलो, आत्मज्ञान भनेको केही थप्नु होइन, अहङ्कार घटाउनु हो भनेर सिकायो। दोस्रो, हामी यो अस्थायी शरीर होइन, बरु स्थायी साक्षी चेतना हो भनेर बोध गरायो। ठीक हो। तेस्रो, दुःखको स्रोत मन हो र त्यसबाट मुक्त हुने उपाय म को हुँ भनेर प्रश्न हो भनेर देखायो। र अन्तमा वास्तविक शान्ति बाहिरी संसारमा होइन, आफ्नो भित्री चेतनाको आकाशलाई सफा राख्नुमा छ भन्ने निष्कर्षमा पुर्यायो। हो, यो कविताको शक्ति यसको सरलता र सार्वभौमिकतामा निहित छ। म को हुँ? यो प्रश्न कुनै धर्म, संस्कृति वा समयको सीमामा बाँधिएको छैन। यो हरेक मानिसको भित्री प्रश्न हो, चाहे उसले त्यो प्रश्नलाई सुनेको होस् वा नहोस्। अहमबाट ब्रह्मसम्मको यो यात्रा धेरै आध्यात्मिक परम्पराहरूको केन्द्रीय विषय हो र यो कविताले त्यसलाई अत्यन्त मार्मिक रूपमा समातेको छ। यो केवल पढ्ने होइन, मनन गर्ने र अनुभव गर्ने कविता हो। यो सबै सुनेपछि मनमा एउटा प्रश्न गहिरोसँग बस्छ। के प्रश्न? हामीले यो पूरा छलफलमा अहङ्कार, म, मेरोलाई दुःखको कारणको रूपमा हेर्यौं, अहमको तुहालोलाई हटाउने कुरा गर्यौं। एकछिन सोचौं त, यो म भन्ने भावना बिनाको एक क्षणको अस्तित्व कस्तो होला? कि त्यो हामीले सोचे जस्तो डरलाग्दो शून्य होला, वा त्यो एउटा यस्तो पूर्णता हो जसलाई हामीले अहिलेसम्म कल्पना पनि गर्न सकेका छैनौं?